सुरुमा केही गलत धारणाहरू पनि हाम्रो बिचमा पसिआएका छन् पवित्र आत्माको बारेमा है। अनि त्यो चाहिँ के हो भनेदेखिलाई पवित्र आत्मा चाहिँ एउटा अचेत एउटा शक्ति मात्रै हो। जस्तै इलेक्ट्रिसिटीले यो सबै कुरो बलिरहेको छ, फ्यानहरू घुमिराखेको छ, पावर छ नि इलेक्ट्रिसिटीमा है। तर इलेक्ट्रिसिटी जीवित कुरा हो होइन नि त, अचेत हो नि त, उसको सेन्स छैन, अचेत कुरा हो, इनानिमेट भन्छ नि है। कतिजनाले हामीले किनकि हाम्रो पुरानो जुन चाहिँ ब्याकग्राउन्ड र पुरानो जुन चाहिँ आस्था र परम्पराबाट हामी आयौँ, हाम्रो दिमागमा कस्तो पसेको छ भनेदेखिलाई पवित्र आत्मा चाहिँ हामीलाई चाहिँ आत्मा खेलाउनुपर्छ जीवनमा। आत्मा खेलाउने मान्छेहरूकोमा चाहिँ अलिक एक्स्ट्रा पावर हुन्छ। अनि त्यो आत्माले चाहिँ फलिफाप दिन्छ, बिजनेसमा पनि फाइदा दिन्छ, जीवनमा पनि सक्सेस दिन्छ। अनि त्यसरी चाहिँ आफ्नो फाइदाको लागि आत्माहरूको शक्ति माग्ने बानी भएको हुन्छ हामीलाई। अनि प्रभुमा आएर पनि हामीले कस्तो सोच्छौँ, पवित्र आत्मा पनि त्यस्तै प्रकारको एउटा इन्फ्लुएन्स, एउटा पावर मात्रै हो भनेर सोच्छौँ। त्यो चाहिँ ठुलो गल्ती हुन गएको छ। तर हामीले बाइबलमा हेऱ्यौँ भनेदेखिलाई पवित्र आत्मा चाहिँ एउटा इन्फ्लुएन्स र पावर मात्रै होइन, तर पवित्र आत्मा चाहिँ के हुनुहुन्छ? व्यक्ति हुनुहुन्छ। सबैले भन्नुहोस् त व्यक्ति। पवित्र आत्मा चाहिँ व्यक्ति हुनुहुन्छ। इज अ पर्सन, हि हेज अ पर्सनालिटी। अनि हामी अगाडि हेर्दै गयो भनेदेखिलाई पवित्र आत्मा चाहिँ त्रिएक परमेश्वर, पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर, त्रिएक परमेश्वरको तेस्रो पर्सन हुनुहुन्छ। एन्ड हि इज इक्वल टु गड, हि इज इक्वल टु जी, हि इज नट इन्फिरियर, हि इज नट, उहाँ चाहिँ परमेश्वर चाहिँ ड्राइभर, पवित्र आत्मा चाहिँ ह्यान्डी बोय होइन है। र पवित्र आत्मा पनि के हुनुहुन्छ? परमेश्वरसँग बराबर हुनुहुन्छ। एन्ड हि इज अ पर्सन, हि इज नट अ इन्फ्लुएन्स अर जस्ट अ पावर, हि इज अ पर्सन। यदि उहाँ व्यक्ति हुनुहुन्छ भनेदेखिलाई हामीले धेरै कुरा विचार गर्नुपर्ने हुन्छ है। अनि तर हाम्रो कति गलत बुझाइ चाहिँ के भएछ भने उहाँ चाहिँ एउटा शक्ति हो, मैले त्यो हासिल गर्नु पाएँ भने चाहिँ जीवनमा मैले धेरै फलिफाप हुन्छ, मैले धेरै कुरा फाइदा कमाउन सक्छु भन्ने प्रकारको विचारधारा हामी बोकेका हुन्छौँ। अनि हाम्रो कस्तो हुन्छ विचारहरू भन्दा चाहिँ हाउ क्यान आई गेट मोर अफ होली स्पिरिट। यदि पवित्र आत्मा व्यक्ति हो भने चाहिँ हाम्रो प्रश्न चाहिँ तल्लो हुन्छ, हाउ क्यान होली स्पिरिट गेट मोर अफ मी। बुझ्नुभयो? यदि पवित्र आत्मा चाहिँ अचेत प्राण नभएको एउटा शक्तिको ब्याङ्क मात्रै हो भने चाहिँ हामीले भन्छौँ हाउ क्यान आई गेट मोर अफ द्याट पावर। तर पवित्र आत्मा व्यक्ति, एन्ड हि हेज इन्टेलिजेन्स, एन्ड हि हेज इमोसन्स, एन्ड हि हेज विल्स, एन्ड हि क्यान डिसाइड थिङ्स। यदि त्यो हो भनेदेखिलाई चाहिँ हामीले भन्नुपर्छ कसरी पवित्र आत्माले मलाई चाहिँ अझै प्रयोग गर्न सकोस्, मैले उहाँलाई प्रयोग गर्नु भन्दाखेरि पनि है। अनि एक दुईवटा कुराहरू ह्युम्यानिजम भन्ने हामीले बुझिरहनु पर्दैन धेरै होइन। ह्युम्यानिजम भन्ने कुराहरू धेरै यी सेन्चुरिजहरूमा, पछाडिका सेन्चुरिजहरूमा धेरै अहिले ह्युमन राइट्सका कुराहरू धेरै फेमस भएर आएका छन्। अनि ह्युम्यानिजमले चाहिँ के भन्छ भनेदेखिलाई सबै संसारमा भएको चिजबिजहरू, सबै संसारमा भएको मानिसहरू, जे छ संसारमा जे क्रियाकलाप भइरहेको छ, एभ्री एक्टिभिटी, त्यो कुराले चाहिँ अन्तमा कसलाई खुसी पार्नुपर्छ? मान्छेलाई, आफूलाई है। मान्छेको पापी स्वभावमा चाहिँ के छ भनेदेखिलाई संसारभरिको सबै कुराले चाहिँ कसलाई खुसी पार्नुपर्छ अन्तमा? मलाई। वाट हु हेज टु बी एन्टरटेन्ड इन द एन्ड? मी। इट्स अल अबाउट मी, इट्स अबाउट माई ह्याप्पिनेस। मान्छेको पापी स्वभाव चाहिँ त्यस्तो भएको छ। अनि त्यसै कारणले मान्छेले प्रभुलाई पाइसकेर पनि चर्चमा आएर पनि के हुन्छ भनेदेखिलाई प्रभु तपाईँलाई धन्यवाद, तपाईँले मलाई बनाउनु मात्रै भएन, तपाईँले मलाई बचाउनु भयो, अनि तपाईँले मलाई एउटा उद्देश्यको लागि बोलाउनु भयो। त्यसको लागि प्रभुलाई वर्शिप गर्नु भन्दाखेरि पनि हामी धेरैचोटि के गरिरहेको हुन्छौँ भने आई विल वर्शिप द लर्ड बिकज ही विल ब्लेस मी इन रिटर्न। त्यतापट्टि हाम्रो दिमाग गइरहेको हुन्छ। म सेवाकारी गर्न जान्छु किनभने मैले जीवनमा केही कमाउन सक्छु, त्यतापट्टि जानु थाल्छ दिमाग। बिकज इन दि एन्ड जरामा चाहिँ के बसेको छ? आदमको सन्तानको जरामा चाहिँ के बसेको छ? अन्तमा चाहिँ एभ्रिथिङ हेज टु प्लिज मी है। अनि प्रभुलाई पनि हामी परमेश्वरलाई पनि वी प्रे, वी गो टु द चर्च, अनि सबै एक्टिभिटिजहरू गर्छौँ। तर जरामा चाहिँ के छ भनेदेखिलाई मेरो जीवनमा मलाई राम्रो हुनुपर्छ, मेरो जीवनमा मलाई सक्सेस हुनुपर्छ, फाइदा हुनुपर्छ भएको कारणले गर्दाखेरि चाहिँ पवित्र आत्मालाई पनि धेरैचोटि हामी गलत प्रकारले सोचिराखेका हुन्छौँ, प्रयोग गरिराखेका हुन्छौँ। भनेदेखिलाई क्रिस्चियनिटीले चाहिँ के भन्छ? सबै कुरोको अन्त चाहिँ के हो? परमेश्वरको महिमा, मेरो खुसी होइन। सबै कुरोको अन्त चाहिँ परमेश्वरको महिमा हो, तर मेरो खुसी चाहिँ इट्स
It's not about my happiness, but it's about the glory of God. परमेश्वरको महिमाको बारेमा. It's about the glory of Christ. It doesn't matter whether I am happy or sad. It doesn't matter कि म सक्सेसफुल हुँ कि फेलियर. It doesn't matter. What matters is मेरो फेलियरले होस् कि मेरो सक्सेसले होस्, यदि त्यसले परमेश्वरलाई महिमा पुग्दैछ भनेदेखि that's it. त्यसमा चाहिँ मैले आनन्द पाउनु पर्ने हुन्छ. बाइबलले चाहिँ हामीलाई के सिकाउँछ भनेदेखि सबै कुराको जरामा, सबै कुराको अन्तमा चाहिँ कसले महिमा पाउनुहुन्छ? परमेश्वरले. तपाईले मैले खुसी पाउने हैन, not us. That's the difference, है. पवित्र आत्मालाई चाहिँ हामीले पर्सन, व्यक्ति नसोचेर एउटा चिज जस्तो मात्रै, एउटा हरियो धुवा जस्तो, एउटा इन्फ्लुएन्स शक्ति जस्तो मात्रै सोच्यौँ भनेदेखिलाई चाहिँ हामी के हुन्छ भनेदेखि हामी उहाँलाई हाम्रो खुसीको लागि चलाउन थाल्छौँ, तर उहाँको खुसीको लागि हामी आफैलाई अर्पण गर्न चाहिँ छोड्छौँ. इट ह्यापन्स, है. अनि अघि मैले यो कुराहरू भनिसकेँ. पवित्र आत्मा चाहिँ पर्सन विथ इन्टेलेक्ट, इमोसन्स. अनि बाइबलमा तपाईँले हेर्नुभयो भनेदेखिलाई योना 15:26 अनि अरू पदहरू हेर्नुभयो भनेदेखिलाई त्यहाँनिर पवित्र आत्मालाई जहिले पनि हि भनेको छ, नट इट. न्युटर जेन्डर प्रयोग गरेको छैन, म्यास्कुलिन जेन्डर. पवित्र आत्मा चाहिँ हि, नट इट. उहाँ चाहिँ व्यक्ति हुनुहुन्छ. अनि त्यो सबै कुरा हामीले तपाईँलाई मैले देखाउनलाई मात्रै हो, हामी सबै यसमा गइरहने छैनौँ अहिले. दोस्रो, पवित्र आत्माकोमा के छ? विल पावर छ. उहाँले निर्णय गर्न सक्नुहुन्छ. पहिलो कोरिन्थी 12:11 हेर्नु. बट अल दिस वर्कeth that one of the substance spirit dividing to every man severally as he wills. अनि उहाँकोमा न्यायमाया 9:20 हेर्नु. उहाँकोमा इन्टेलिजेन्स छ पवित्र आत्माकोमा. Thou gavest also thy good spirit to instruct them. इलेक्ट्रिसिटीले कसैलाई इन्स्ट्रक्ट गर्न सक्दैन किनभने अचेत कुरा हो त्यो. तर पवित्र आत्माकोमा चाहिँ के छ? इन्टेलिजेन्स छ. उहाँले हामीलाई सिकाउन सक्नुहुन्छ, बुद्धि दिनुहुन्छ. वी क्यान टिच अस. तेस्रो, नलेज. पवित्र आत्मामा ज्ञान छ, है. अनि पहिलो कोरिन्थी 2:10-12 हेऱ्यौँ भनेदेखिलाई त्यहाँ हामी पाउँछौँ कि पवित्र आत्मा, होली स्पिरिट नोज डिप सिक्रेट्स, हि नोज थिङ्स, है. अनि चौथोमा हेऱ्यो भने पवित्र आत्माकोमा के छ? पहिलो अघि हामीले प्रेरित 1:8 हेरे जस्तो. अनि पाँचौँमा हेऱ्यो भने क्यापासिटी फर लभ. रोमी 15:30 भने पवित्र आत्माकोमा तपाईँ अनि मलाई के गर्ने क्षमता छ? प्रेम गर्ने. प्रेम. He's a person. He has emotions. He can go crazy in love. बुझ्नुभयो? तपाईँले मलाई प्रेमको गहिराइसम्म उहाँले क्रेजी भइन्छ, प्रेम गर्न सक्नुहुन्छ. He's a person. त्यसपछि क्यापासिटी फर ग्रिफ. एफिसी 4:30 हेरेदेखिलाई पवित्र आत्माले मन दुखाउन सक्छ तपाईँले मसँग. He is so powerful, but he is so gentle that we can hurt him. तपाईँले कुनै पनि अचेत कुरालाई हर्ट गर्न सक्नुहुन्न. He is a person and he can be hurt. अनि त्यसलाई अलिकति अगाडि गएर हेऱ्यो भनेदेखिलाई यसै 63:10 हामीले हेऱ्यो भनेदेखिलाई मान्छेले पवित्र आत्मालाई रिस उठायो भनेको छ. मान्छेलाई मात्रै रिस उठ्छ, है. अनि त्यहाँदेखि हिब्रू 10:29 हेर्नेदेखिलाई ही क्यान बी इन्सल्टेड. पवित्र आत्माको हामीले उहाँलाई इन्सल्ट गर्न सक्छौँ. पवित्र आत्मालाई इज अ पर्सन. ही क्यान बी लाइड टु. उहाँलाई हामी ढाँट्न सक्छौँ. इज अ पर्सन. अनि अन्तमा चाहिँ उहाँलाई ब्लास्फेम गर्न सक्छौँ. उहाँको बारेमा गलत कुराहरू भन्न सक्छौँ जो उहाँ होइन. पवित्र आत्मा के हुनुहुन्छ अरे? व्यक्ति भन्छ तपाईँले, व्यक्ति. बिकज यो कुराहरूको कन्फ्युजन भइरहेको हुन्छ ब्याक अफ द माइन्डमा, है. हामीले कस्तो भनेदेखिलाई हामी पवित्र आत्मा आउँ भन्छ अनि डरलाग्दो धुवाहरू जस्तो आएर चाहिँ मलाई अकुपाई गरेर चाहिँ त्यसरी सोच्ने बानी भइसकेको. तर हामीले आफ्नो पवित्र आत्मा चाहिँ इज अ पर्सन. उहाँ व्यक्ति हुनुहुन्छ.